नमस्कार विद्यार्थीहरू, आज हामी कक्षा 11 नेपाली विषयको पाठ 7 पर्यटनका सम्भावना र आयाम निबन्धलाई सजिलो र सहज भाषामा बुझौँ। आज म यो निबन्धलाई किताबमा लेखिएको कठिन भाषामा होइन, एकदमै सरल भाषामा कथा सुनाए जस्तै बुझाउँछु। यो निबन्ध प्रसिद्ध साहित्यकार तीर्थबहादुर श्रेष्ठद्वारा लेखिएको निबन्ध हो। यस पाठमा नेपालमा रहेका प्राकृतिक सम्पदा, जैविक विविधता, पर्यावरण र पर्यटनका सम्भावनाहरूका बारेमा चर्चा गरिएको छ। अब पाठका मुख्य कुराहरू यसरी सुरु हुन्छ। पर्यटनका सम्भावना र आयाम। पाठमा नेपालमा रहेको प्राकृतिक सुन्दरता र त्यसबाट पर्यटनको विकास गर्न सकिने सम्भावनाबारे चर्चा गरिएको छ। नेपाल हिमाल, पहाड, तराई, नदी, ताल, वन जङ्गल, झरना र विभिन्न प्रकारका प्राकृतिक सम्पदाले भरिएको देश हो। यहाँको प्राकृतिक वातावरण हेर्न र अनुभव गर्न हरेक वर्ष धेरै मानिसहरू आउँछन्। त्यसैले नेपालमा पर्यटनसँग पर्यटनको पनि ठुलो सम्भावना रहेको छ। पर्यटन भनेको प्राकृतिकलाई नोक्सान नगरी प्राकृतिक स्थानको भ्रमण गर्नु र त्यहाँको वातावरण, वन्यजन्तु, वनस्पति तथा स्थानीय जीवनशैलीबारे जानकारी लिनु हो। सामान्य पर्यटनमा मनोरञ्जन मुख्य हुन सक्छ भने पर्यटनमा प्राकृतिकको संरक्षण र जिम्मेवार यात्रालाई विशेष महत्त्व दिइन्छ। पर्यटकले प्राकृतिक स्रोतको सही उपयोग गर्नुपर्छ र आफू गएको ठाउँलाई फोहोर तथा प्रदूषणबाट जोगाउनुपर्छ। नेपालका विभिन्न ठाउँहरू पर्यटनका लागि निकै उपयुक्त छन्। हिमाली क्षेत्रमा रहेका हिमाल, हिमताल र हिमाली संस्कृति, पहाडी क्षेत्रमा रहेका वन, झरना, ताल अनि तराई क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज, वन्यजन्तु र जैविक विविधताले पर्यटकलाई आकर्षण गर्छ। विशेष गरी चितवन, सगरमाथा क्षेत्र, अन्नपूर्ण क्षेत्र, रारा तथा विभिन्न संरक्षण क्षेत्रहरू पर्यटनका लागि महत्त्वपूर्ण गन्तव्य बन्न सक्छ। पर्यटनको विकासबाट देशलाई धेरै फाइदा हुन्छ। यसले विदेशी मुद्रा भित्राउँछ, रोजगारी सिर्जना गर्छ र स्थानीय मानिसको आम्दानी बढाउन सहयोग गर्छ। होटल, यातायात, गाइड, हस्तकला, स्थानीय खाना तथा अन्य व्यवसायको पनि विकास हुन्छ। अझ महत्त्वपूर्ण कुरा, स्थानीय मानिसलाई आफ्नो प्राकृतिक तथा सांस्कृतिक सम्पदा संरक्षण गरेबापत आर्थिक लाभ प्राप्त हुने वातावरण बनाउन सकिन्छ। यसले पर्यटन र संरक्षणलाई सँगसँगै अघि बढाउन मद्दत गर्छ। तर पर्यटन विकास गर्दा केही कुरामा सावधानी अपनाउनु पर्छ। धेरै पर्यटनका कारण फोहोर, प्रदूषण, वन जङ्गल, वन विनाश र प्राकृतिक सम्पदा क्षति पुग्न सक्छ। त्यसैले पर्यटक, स्थानीय समुदाय र सरकारले मिलेर वातावरण संरक्षण गर्नुपर्छ। प्रकृति जोगाउँदै पर्यटनको विकास गर्नु नै पर्यटनको मुख्य उद्देश्य हो। यस पाठले नेपालले आफ्नो प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्दै त्यसलाई दिगो पर्यटनको माध्यमबाट आर्थिक विकासमा प्रयोग गर्न सक्ने महत्त्वपूर्ण सन्देश दिन्छ। धन्यवाद।